नमस्ते अनि अन्यगास्यो म तपाईहरु कोरियन प्रशिक्षक छवि अधिकारी फेरि पनि छवि सर कोरियन भाषा अन्तर्गत युट्युब च्यानलबाट आज अर्को उमिगा खासुन्था न भनेर अनेकार्थ शब्द है एउटै अक्षरले के अर्थ दिन्छ त अनेक अर्थ दिने हामीले जुन नेपालीमा पनि पढेका थियौं त्यही कुरालाई चाहिँ म एकचोटी सरसर्ती यहाँ मिनिङ राखिदिएको छु। एकदम सजिलो छ मिनिङहरु नर्मल्ली बेसिकली रूपमा छ। नयाँ परिमार्जित चाहिँ केही बुकमा नै आउनेछन् भने अन्य कुरा चाहिँ बेसिकहरु जुन हामीले जान्नै पर्ने ग्रामरहरुलाई सम्बन्धित कुराहरु भनेर राम्रोसँग नोट गर्नु होला र नोट गरेर मेरा विद्यार्थीहरुले नोट गरेर मलाई पर्सनलमा मेसेज गर्नु होला। अन्य बाहिरी विद्यार्थीले पनि राम्रोसँग अध्ययन गर्नु होला नोट बनाएर है त। ल एक नम्बरमा छ खे भनेको छ। खे भनेको कुकुर जसको अर्थ वटा हुन्छ। हामीले नम्बर सिस्टममा पढेको। खल्दा भनेको डायल गर्नु, झुन्डाउनु, कुनै पनि कुरालाई झुन्डाउनु अथवा फोनहरु डायल गर्नु है, क्याल्कुलेटरहरु पनि डायल गर्नु यसको अर्थ लाग्छ। त्यस्तै अर्को छ खत्ता भनेको हिड्नु, उठाउन, लुगा भन्ने अर्थ लाग्छ भने खल्लिदा भनेको रोग लाग्नु अनि समय लाग्नु, झुन्डिनु भन्ने पनि कहिलेका अर्थ लाग्छ। राग्नु रमाएर रोग र समय चाहिँ भन्ने बुझ्नु भएको होला। रोग भन्दा नि विशेष यसमा चाहिँ रुगा खोकीहरु बढी प्रयोग भएको देखिन्छ है। त्यस्तै फे भनेको पेट, पानी जहाज, नासपाती र गुडा भनेको यति गुडाले बढी भनिन्छ नि। त्यस्तै दुई गुडाले बढी हो, दुई गुडाले बढी यसरी भन्दा चाहिँ फे भन्ने लाग्छ भने त्यस्तै ई भन्ने छ तल है। ई भनेको यो दुई दाँत हामीले पढिसकेका छौं। खङ भनेको नम्बर सिस्टममा पनि छ शून्य र पकुण्ड है, जसको अर्थ एउटा 0 हो नम्बर सिस्टममा ओरिजिनलको अनि पकुण्ड अर्थ लाग्यो है त। त्यस्तै तल जाउँ। नुन भनेको आँखा छ भने अब म थोरै तल जान्छु पीडीएफ को। ल अर्को छ छिउदा भनेको हटाउनु, मेटाउनु, जसलाई कुनै पनि कुरालाई चाहिँ मेटाउनु है, समाप्त गर्नु, हराउनु, मेट्ने भनिन्छ नि। मेटाउनु, हटाउनु, कुनै ठाउँबाट हटाउनु अथवा मेटाउनु त्यसको। छिदा भनेको हिर्काउनु, हार्नु, बोक्नु, अस्ताउनु, सूर्य नै भयो, बोक्नु, हार्नु भयो र हिर्काउनु चाहिँ यसमा चाहिँ विभिन्न गिटारहरु हुन्छ नि, गिटारहरु अनि टेनिसहरु, टेनिसलाई अनि ब्याडमिन्टन यिनीहरु खेल हो। यिनीहरुलाई पनि हिर्काउनु पर्छ नि त हो। त्यस्तै चाहिँ यसलाई त्यही हिर्काउनु भन्न खोजेको है। त्यस्तै सेदा भनेको गणना गर्नु, बलियोउनु, बलियोउनु भनेको अर्को खाङादा भन्ने पनि अर्थ लाग्छ है। यो पनि बलियो हुनु, स्ट्रङ हुनु हो, बलियो हुनु है, बलियो हुनु। त्यस्तै फुल्दा भनेको खोल्नु, फुकाउनु, समाधान गर्नु भन्ने छ। फुल्दा है समाधान गर्नु, फुकाउनु, खोल्नु। त्यस्तै ओल्ला खादा भनेको चढ्नु, बढ्नु, बढ्दै जानु अथवा चढ्नु। साल्दा भनेको बाँच्नु, बसोबास गर्नु भन्ने छ। यो गाउँमा के गाउँघरको विशेष जन्मघर, गाउँघरमा अथवा जन्मघरमा भन्ने अर्थ लाग्छ है। जन्मघरमा यो चाहिँ आउँछ, पढ्न पर्छ है किताबमा पनि। त्यस्तै तादा भनेको टिप्नु, पाउनु, जित्नु, निकाल्नु, योग्यता पत्रहरु है, कहिलेकाहीँ लाइसेन्सहरुमा पनि हुन्छ। यो चाहिँ टिप्नु, पाउनु, जित्नु हुन्छ भने चादा भनेको नुन चर्को हुनु, निचर्नु है, कुनै पनि कुरालाई निचर्नु भन्ने अर्थमा पनि त्यो लाग्छ भने। अर्को छ नानुदा। नानुदा भनेको बाड्नु, विभाजन गर्नु, बाड्नु, भाग लगाउनु। थादा भनेको चढ्नु, प्राप्त गर्नु भनेको यहाँ स्यालेरीहरु अथवा जल्नु है। छित्ता भनेको निर्माण गर्नु, लेख्नु है, निर्माण गर्नु, लेख्नु है, निर्माण गर्नु, लेख्नु, रचना गर्नु, पकाउनु, भात भन्ने छ भने। मान्दुल्दाको अर्थ पनि बनाउनु नै हुन्छ भने। मुत्ता भनेको सोध्नु, गाड्नु। थेउदा भनेको जल्नु, बाल्नु, गाडीमा लगिदिनु भनेको चाहिँ अलिकति गाडीमै लगिदिनु टाइपको, डेलिभरी टाइपको। र सेउदा भनेको पनि निर्माण गर्नु, स्थापना गर्नु र रोक्नु है। आफ्नो ठाउँमा लाग्ने गर्छन् है यिनीहरु। पढ्दै जाँदा पनि थाहा हुन्छ कतिपय कुराहरु। त्यस्तै दोल भन्ने छ। यो ढुङ्गा हुन्छ त पहिलो जन्मदिन पनि हुन्छ। पहिलो बच्चाको सुरुको जन्मदिनलाई दोल भन्दो रहेछ भने। दुङ भनेको चाहिँ
ढाड आदि इत्यादि भनेको छ। ढाड आदि इत्यादि, आदि भनेको पनि आदि इत्यादि अथवा ढाड। इल भनेको काम, 1 गते तारिक दिन भनेको एक दिन काम हामीले भनिसकेका छौँ। थारी भनेको खुट्टा अथवा पुल है। यो पुल चाहिँ नर्मल पुल हो है। आकाशे पुल चाहिँ हाक्यो भन्छ, यो चाहिँ नर्मल के तल बाटोमा हुने अथवा जमिनबाट कनेक्सन भएको पुल हो भन्ने बुझ्नु होला है। त्यस्तै फाम भनेको राति कटुस, यो हामीले पढिसकेका छौँ। फाम भनेको राति अथवा कटुस। फुरुदा भनेको बोलाउनु, गीत गाउनु, अगाउनु पनि हुन्छ यसको अर्थ, अगाउनु, अगाउनु है, अगाउनु। भन्नु पनि लाग्छ त्यही, बोलाउनु भनेको भन्नु हो नि त, भन्नुको माला आधा ठ्याक्कै मिल्ने हो, तर बोलाउनु, गीत गाउनु, अगाउनु चाहिँ थप्नु है, मिल्छ। अगाउनु के, अगाउनु यो थप्नु होला है, अगाउनु। त्यही सिधा भनेको चिसो हुनु, हिर्काउनु, खेल्नु। हिर्काउनु हामीले माथि भनिसकेका छौँ, फेरि पनि यहाँ आयो है, खेल्नु, चिसो हुनु पनि भन्ने अर्थ लाग्दो रहेछ। त्यस्तै अजिरब्दा भनेको रिङ्गटा लाग्नु, लथालिङ्ग हुनु, सामानहरू के, सामानहरू केही फोहोरहरू लथालिङ्ग हुनु भन्नलाई अजिरब्दा भन्छ भने, लथालिङ्ग भएर रिङ्गटा लाग्यो भनेर सम्झिनु के तपाईँहरूले सम्झिँदा है। कुनै पनि कुरा देख्ने बित्तिकै मलाई त कोठामा छिर्ने बित्तिकै लथालिङ्ग देख्दा रिङ्गटै लाएर आयो भनेर मिनिङ सम्झिँदा हुन्छ। त्यस्तै फ्यो भनेको टिकट हो है। त्यस्तै सुदा भनेको तितो हुनु, प्रयोग गर्नु, लेख्नु, दिनु, ध्यान। यो तिनवटा त जान्नुभएको थियो होला, एउटा थप्यो दिनु, ध्यान, ध्यान दिनु पनि रहेछ। सुदो भनेको राजधानी अथवा धारा भन्ने हुन्छ। पेदा भनेको हटाउनु, निकाल्नु, उखेल्नु है। पोप्दा भनेको पनि उखेल्नु भन्ने अर्थ लाग्छ है, पोप्दाको पनि उखेल्नु लाग्छ, टिप्नु मिनिङ। तपाईँले कपीमा लेख्नुभयो कि लेख्नु भयो भने यहीँबाट थाहा हुन्छ क्या यति मिनिङले है, किनकि तपाईँलाई झ्याउ लाग्न सक्छ, तर बिचबिचमा यस्ता शब्दहरू, यस्ता मिनिङहरू लेख्नुभयो भने सजिलो हुन्छ क्या, मलाई पनि थाहा हुन्छ कि तपाईँले लेख्नुभएछ भनेर है। त्यस्तै याक भन्ने छ। याक भनेको औषधि हामीले पढिसकेका छौँ र अर्को करिब लगभग भन्ने हुँदो रहेछ भने यताको याक फेरि यो स्टेसन हो है, थाहा होला, स्टेसन, स्टेसन है। त्यस्तै माल भनेको कुरा, भाषा है। मारादा भन्यो भने यसैमा भन्नु बोल्नु हुन्छ है। मारहादा भन्यो भने भन्नु अथवा बोल्नु, सानो अक्षरमा लेखेको छु है, बोल्नु, मैले मुखले भनेको छु, टिप्नु होला है। त्यस्तै खाजी भनेको भ्यान्टा अथवा प्रकार, कुनै पनि कुराको प्रकार के है, प्रकार यति प्रकार, 5 प्रकार भन्छ नि, अब यस्तो ठाउँमा चाहिँ खाजी भन्ने लाग्दो रहेछ भन्ने बुझ्नुहोस्। त्यस्तै मात्ता भनेको, मात्ता भनेको मिल्नु, हिर्काउनु, लाग्नु। त्यस्तै छा भनेको गाडी र चिया। सागुवा भनेको स्याउ र माफी है। अब यसैमा सागुवा आधा आयो भने माफी माग्नु भन्ने अर्थ लाग्छ के। स्याउ चोर्न गएको, स्याउ चोर्न जाँदा मालिकले अथवा बगैँचाको मालिकले पक्रियो, मैले त्यसपछि माफी मागेर आएँ भन्नेतिर राम्रोसँग त्यसरी सोच्नुभयो भने पनि मिनिङ सम्झिन्छ है यसको अर्थ। माफी माग्नु, माफी माग्नु भयो है त। त्यस्तै सादा भनेको छ सस्तो हुनु, प्याकिङ गर्नु। अर्को यो दाल भनेको छ महिनामा, महिना अथवा चन्द्रमा। फोदा भनेको भन्दा, हेर्नु, भन्दा बढी, भन्दा कम के, भन्दा कम, भन्दा बढी भन्दा चाहिँ यसको प्रयोग हुन्छ है, पछि पाइचाडमा आउँछ। र अर्को सिंहमूल आधामा पनि यस्तै प्रयोग, सिंहमूल फोदामा पनि यही प्रयोग हुन्छ इन्टरभ्यू दिनुहरूमा। यो सिंहमूल फोदा भनेको इक्जाम दिनु है, इक्जाम दिनु, इक्जाम दिनु भन्ने अर्थ लाग्छ। सिंहमूल फोदा, सिंहमूल हाल्नुहोस् है यहाँ, सिंहमूल फोदा, अझ एकचोटि लेख्ने है, यसलाई क्लियर, सिंहमूल, सिंहमूल फोदा है, यही लाग्छ है। यसरी परीक्षा दिनु, इक्जाम दिनु भन्ने हुन्छ, यसलाई राम्रोसँग टिप्नु, इम्पोर्टेन्ट छ मिनिङ। त्यस्तै खाल्दा भनेको परिवर्तन गर्नु, धार लगाउनु। खुवादा भनेको खोज्नु, हेर्नु, खुवादा है, खोज्नु, हेर्नु भन्ने अर्थ लाग्दो रहेछ। त्यस्तै अर्को छ
दो भनेको छ पनि परदेश डिग्री है, डिग्री पढाएको थियौँ परदेश थाहा थिएन होला। याल भनेको 10 अनि ज्वरो, खागु फर्निचर अथवा घर परिवार, छक्दा भनेको लेख्नु थोरै हुनु, पूजा भनेको धनी र माछा मार्दा अड्याउने डल्लो भन्ने चाहिँ पछि पढ्नु होला। तर पूजा सम्झिने पहिला पूजालाई सम्झिनुहोस्, पूजा भनेको पूजा चाहिँ धनी थिए भनेर सम्झिनुहोस् है, धनी थिए घमण्डी थिए हो, त्यताबाट बल्ल पूजा सम्झेपछि पूजामा सम्झिन सजिलो हुन्छ है यो। त्यस्तै साल भनेको उमेर र मासु भनेको है, यो मासु भन्न खोजेको हो। त्यस्तै हे भनेको वर्ष सूर्य यही छ है, वर्ष सूर्य। त्यस्तै बुन भनेको मिनेट व्यक्ति भन्ने छ, मान्छे गन्दा साराम पनि हो है, बुन पनि हो, म्याङ पनि हो है। यसरी हामीले पढिसकेका छौँ नम्बर सिस्टममा। व्यक्ति फुचिदा भनेको पठाउनु फ्राई गर्नु है, पठाउनु अथवा फ्राई गर्नु। अनि इना भनेको वा लगभग है, ना इना भन्ने पछि पढिन्छ, ना अथवा इना भन्ने पनि पढ्नुपर्छ है, इना सरी ना इना वा भन्ने अर्थ लाग्छ है, यो पढिसक्नु भएको छ है, सरी पछि पढ्नुपर्छ भनेछु। चिक्दा भनेको चाहिँ खिच्नु छ है, लगाउनु छाप स्ट्याम्प। अब यसमा आउने भनेको एउटा यही हो म्याक्सिमम, साजिनुल चिक्दा भनेको फोटो खिच्नु है, फोटो खिच्नु, फोटो खिच्नु, फोटो खिच्नु, फोटो खिचेको धेरै इक्जाममा देखाइरहेको हुन्छ म्याक्सिमम। त्यस्तै ब्याङ भनेको रोग अथवा बोतल है, बोतल हामीले पढिसकेका हौँ नम्बर सिस्टममा, र रोग पनि यही छ। त्यस्तै फी भनेको आकाशबाट परेको पानी र शुल्क भने इङ्ग्लिसबाट आएको है, यो इङ्ग्लिसबाट फी भन्न खोजेको है, बुझ्नुभयो। त्यस्तै बुल भनेको आगो अथवा डलर बत्ती, बुल भनेको कहिलेको चाहिँ गोरु भन्ने अर्थ पनि लाग्छ भने, वन भनेको पटक कर्मसङ्ख्या, पोप्दा भनेको उखेल्नु मैले अघि भनिसकेर कहिलेकाहीँ छान्नु भन्ने अर्थ लाग्छ भने, यो रो उरो भनेको तिरद्वारा हो है, यो रो उरो भनेको रो भनेको भवेल एन्डिङमा लाग्छ, उरो भनेको कन्सोनेन्ट एन्डिङमा लाग्छ, हामीले जुन पढिसकेका छौँ है, जसको अर्थ के हुन्छ तिरद्वारा नै हुन्छ र फाक्षिममा आएमा चाहिँ रो नै लगाइन्छ। दुईटालाई भन्दा लो भन्छ है, फेरि दुईटालाई ठोकिएर भन्दा लो हुन्छ। जस्तै सामु सिल्लो भनेर हामीले पढेका थियौँ हो, सामु सिल्लो, जसको अर्थ अफिसतिर, अफिसतिर, अफिसतिर भन्ने अर्थ लाग्छ है त। त्यस्तै फाराम भनेको हावा है, एउटा ग्रामर पनि होला है, पिएचडी प्लस फारामी हो के भन्ने एउटा ग्रामर पनि होला। त्यस्तै सावन भनेको मस्जिद मन्दिर कहिलेकाहीँ कर्मचारी लाग्छ है, कर्मचारी भन्ने अर्थ लाग्छ। त्यस्तै फोक्जा बाधा भिडभाड हुनु, जटिल हुनु, इसाङ गडबड हुनु, भन्दा बढी र अनौठो हुनु। र उइसा भनेको डाक्टर आशय मानसय है, मनाशय। तपाईँलाई डाक्टर भन्ने त थाहा थियो, आशय मनाशय थाहा थिएन होइन र। अब डाक्टरबाट आशा र मनाशय पनि मेरो पोजिटिभ छ कि मेरो बिरामी सन्चो हुन्छ भनेर त्यताबाट सम्झिनु पर्यो। त्यस्तै थुरा खाँदा भनेको भित्र जानु, हालिनु भन्ने अर्थ लाग्दो रहेछ। यसरी हामीले करिब एउटा मिनिङले उस्तै अर्थ दिने शब्द अथवा के भन्ने अनेकार्थी शब्दलाई चाहिँ जसरी बुझे पनि मिनिङ जान्नुहोस् है, जे बुझे पनि अनेक अर्थ अथवा अनेक शब्दहरू अथवा एउटा मिनिङले अनेक अर्थहरू के दिँदो रहेछ त भन्ने कुरा हामीले मोटामोटी हामीले पढ्यौँ है। तपाईँहरूले चाहिँ राम्रोसँग एकचोटि हेर्नु होला, पढ्नुहुन्छ भनेर यत्रो भिडियो बनाएर हालेको, नोट त सबैमा हुन्छ है। अब पढिन्छ, किताब हेरेर पढिन्छ भने त त्यत्र किताब जति पनि छन् बजारमा तिनी किताब लिँदै घर बसेर पढे पनि भयो। तर जे भए पनि यसरी केही कुरा सिक्नुहुन्छ, यसरी छलफल गरेपछि यो भनेको यो र यसको अर्थ यो हुन्छ भनेर यसरी मैले भनिदिएपछि नोट पनि बनाउनुहुन्छ, तपाईँले हेर्नुहुन्छ बाध्यताले, अनि कपीमा टिप्नुहुन्छ र केही सिक्नुहुन्छ भन्ने आशले यो गरे हो है त। हुन्छ, आजको भिडियो यति नै सानो भयो, यति भन्दै आजको भिडियोलाई इन्ड गर्छु। कहाँबाट हेर्दै हुनुहुन्छ हेरिसकेपछि कमेन्ट लाइक सब्सक्राइब पनि गर्न नभुल्नु होला। यदि नयाँ हुनुहुन्छ भने पुरानाले चाहिँ लाइक र कमेन्ट गर्न नभुल्नु होला। र मेरा विद्यार्थीले चाहिँ अनिवार्य रूपमा नोटमा लेखेर मलाई पठाउनु होला भन्दै यस छवि सर कोरियन भाषा अन्तर्गतको युट्युब च्यानलबाट सानो जे जस्तो भए पनि एउटा सहयोग मिल्ने तरिकाले बनाएको भिडियोबाट म बिदा लिन चाहन्छु। हस्, थ्याङ्क यू सो मच एन्ड खामसामनिदा।